हेलो साथीहरू, आज चाहिँ हामी पस्काउँको कोमरे डाँडामा जान लाग्छौँ। अनि यहाँ चाहिँ हाम्रो गाई चाहिँ हेर्न सक्नुहुन्छ। कहाँ गयो खै, छिटो निस्क्यौँ भन् त। यहाँ चाहिँ मेरो भान्जा छ। ए भान्जा, यहाँ हेर त किस्मत। अनि यहाँ चाहिँ हाम्रो कान्छो छ, कान्छो भान्जा। यहाँ हेर त अभिमत। खै माइलो, माइलो छिटो आइज। यो चाहिँ हाम्रो मथेको घर है, ठुलो मम्मीको घर। अनि यहाँ चाहिँ मेरो कारा छोरो छ। सब हात मिलाउन आइज त मसँग। खै यार मैलो ढिलो गर्छ कि जहिले यार। यो बिचको मान्छे त बिचमै हराउने भयो कि जहिले। अनि यहाँ चाहिँ हाम्रो कुखुरा हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हिरोको इन्ट्री भइसकेको छ, माइलो भान्जुको। अनि चोरी चाहिँ दिदी हुँ। हुन्न। अनि आज यहाँदेखि चाहिँ भ्यू यस्तो आइरह। ल गाइजहरू है, लेट्स गो है, मुभ। ओए कान्छो तबाट हिँड्दा त अगाडि हिँड्दा ल। अब को हिँड्ने, कार हिँड्ने हो होइन, त्यो किस्मत हिँड्ने। ल है, हामी निस्किसक्यौँ। मैला चाहिँ त्यहाँ पछाडि है, ढिलो गर्छ है मैला। अब यहाँदेखि निस्किन्छौँ। बाटो चाहिँ यस्तो छ। ए गाउँको भ्यू। यस ओके, थ्याङ्क यू। ल राम्रोसँग जाउँ न त है। ल ओए धेरै केटीसँग बोल्ने होइन है, राम्रोसँग पढ त्यहाँ। नम्रता। अहिले हामी चाहिँ ब्यारिकमा आइपुगेको छौँ। अब यहाँदेखि अझै 30 मिनट 40 मिनट जतिमा घोम्रे डाँडा पुग्छौँ। अनि घोम्रे डाँडा पुगेर देखाउने नै छौँ। अहिले कति बजी आयो किस्मत, हेर त त्यहाँ। अहिले 8:19 भयो। हामी चाहिँ अब लगभग त्यही 9 बजीतिर पुग्छ होला घोम्रे डाँडामा। त्यही हो, घोम्रे डाँडा गएर देखाउने नै छौँ। आज फेरि हल्का कुहिरो लगाइराखेको छ, माथि हेर्न सक्नुहुन्छ। एकदम कुहिरो लगाइराखेको छ, त्यही भएर त्यहाँदेखि देखिने हिमालहरू, लमजुङ, अन्नपूर्ण, माछापुच्छ्रे हिमालहरू हामीले पक्कै देख्दैनौँ होला। अनि तपाईँहरूले पनि देखाउन सक्दैन होला। त्यो पनि हो, आशा छ केही न केही देखाउने नै छु। हस्त हेर्दै गर्नु होला। लेट्स सी गाइज। हामी चाहिँ अहिले ब्यारीको हल्का माथि आइपुगेको छौँ। अनि यहाँ चाहिँ हाम्रो टोमी छ, टोम। हेलो टोम। ओए टोम, यहाँ टोम। अनि यहाँ चाहिँ भान्जु छ। एकजना त्यहाँ च्याउ टिप्न जाऊ त। ऊ त्यहाँ चाहिँ च्याउ हेर्न सक्नुहुन्छ साथीहरू। च्याउ टिप्न जाऊ न, जाँदा छिटो। अब यहाँ चाहिँ हिम्मतले च्याउ टिपेर ल्याउँछ। त्यहाँ उतादेखि जाऊ न। यहाँ चाहिँ अभिमत छ। हामी चाहिँ यहाँ चौतारामा एकछिन थकै मार्यौँ। अनि यहाँदेखि चाहिँ यस्तो छ भ्यू कक्क। अनि त्यो चाहिँ वानी डाँडा। च्याउ हेर्न सक्नुहुन्छ साथीहरू। च्याउ देखाउ त यहाँ, च्याउ। उही ल है, अब चाहिँ सिधै घोम्रे गएर भेट्छौँ होइन त साथीहरू। उही लेट्स गो मुभ। हेलो साथीहरू, अहिले चाहिँ हामी घोजे भन्ने ठाउँमा आइपुगेको छौँ। यहाँ चाहिँ इनार देख्न सक्नुहुन्छ तपाईँहरूले। म देखाउन गइरहेको छु इनार। यो एउटा चाहिँ ताम गाउँको, एउटा चाहिँ पस्काउँको हो। यहाँ दुईवटा इनार देख्न सक्नुहुन्छ। अनि यो चाहिँ पुरा बारीको अवस्थामा छ। अनि यताको हो पस्काउँको। अनि यहाँ चाहिँ यस्तो छ खर्क। अनि यहाँ चाहिँ माथि गोठ पनि रहेको छ। यहाँ आइपुग्यो त कति बजी किस्मत भान्जु? 9:05 ठिकै हो। हामी चाहिँ अब यहाँदेखि त्यही 10 मिनट जतिमा घोम्रे डाँडा पुग्छौँ। अघि नै उता बाटो के अरे उकालो बाटो चढेको भए चाहिँ अहिले ठ्याक्क घोम्रे पुग्ने थियौँ। तर हामी हल्का उकालो चढ्न झ्याउलाएर यता रोड बाटो घुम्दै आएको। अब
अब यहाँदेखि चाहिँ 10 मिनट जतिमा पुग्छ होला। लेट्स सी गाइज। सबैजनाले हेरिदिनु होला साथीहरू, त्यही हो। फाइनली हामी घोजी डाँडाबाट घोम्रे डाँडामा 15 मिनटमा आइपुग्यौँ, 10-15 मिनटमा। अनि हाम्रो घोम्रे डाँडा चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ। मेरो भान्जाहरू है, तिनैजना दाजुभाइ हो। अनि यहाँदेखि चाहिँ हिमाल देख्थ्यो। के गर्नु साथीहरू, हजुरहरूलाई हिमाल देखाउन सकेन, त्यसको लागि क्षमा प्राप्ति छौँ। अब यस्तो मौसमको बावजुद पनि हामी आयौँ। कस्तो अब मौसमले साथ दिइरहेको छ, किनभने पानी चाहिँ परिरहेको छैन। कुहिरो लाएर हिमालहरू देखाउन नसके पनि अब हाम्रो घोम्रे डाँडाको अब यस्तो भ्यूहरू चाहिँ देखाउने छु, हेरिदिनु होला। यहाँ हेर्न सक्नुहुन्छ गेट यस्तो छ। अनि यो चाहिँ हल्का निर्माण कार्य राम्रोसँग सम्पन्न नभएको अवस्था। यहाँ खाल्डो पूर्णले माटो चाहिँ जम्मा गरिराखेको छ, तर यहाँ नहालेको रहेछ। अनि यो चाहिँ हाम्रो भ्यू टावर, यता पनि यस्तो छ। किस्मत यहाँ हो त भान्जु, केही भन नि त। यहाँ उभिन एकचोटि कस्तो देख्दो रहेछ। यहाँ उभियो त, उभिन मैले फोटो नै हानिरहेको छु कि यहाँबाट कस्तो आउँछ। ओके। अनि यो घोम्रे डाँडा बनाउनको लागि विशेष पहल गर्नुहुने हाम्रो गोर्खा सैनिक भुप्पु सैनिक, हाम्रो पस्नको भुप्पु लाउरे तथा हालैको लाउरे सबैलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु। अनि यहाँ चाहिँ 2 जना वीर शहीदहरू हुनुहुन्छ, उहाँहरूप्रति पनि उच्च सम्मान छ। अब यस्तै हो, के गर्नु खै, कुहिरोहरू लागेर है, देखाउन पाएन के पनि है, लैबोरीलाई। त्यही हो साथीहरू, यस्तै छ। यहाँदेखि चाहिँ उत्तरपारी घले गाउँ, अनि लमजुङ हिमाल, धौलागिरी, अन्नपूर्ण 1-2, अनि यता माछापुच्छ्रे देखिन्थ्यो। अब के गर्नु, मौसमले साथ दिएन, त्यही हो साथीहरू। अनि अहिले म तलको छेल्जे हाम्रो माया, आसादु र खडुस ग्याङको दाइ दिदीहरूले बनाउनु भएको छेल्जुङ पनि देखाउने नै छु, हेरिदिनु होला। त्यही हो, लेट्स सी गाइज। ल साथीहरू, हामीले यहाँ घोम्रेमा टिकटक बनायौँ, फोटोसोटो खिच्यौँ। अब तलको छेल्जी देखाउँछु तपाईँहरूलाई। अनि त्यहाँबाट घर जान्छु, अनि तपाईँहरूलाई अर्को भिडियोमा भेट्नेछु। हामी घोम्रेको माथि टप डाँडाबाट निस्किसक्यौँ। भान्जा के भन्न चाहन्छ? घोम्रे एकदम ब्युटिफुल भ्यू, एकदम बवाल छ। आज बादल लाएर हो, तपाईँहरू पनि यसो घुम्न आइराख्नु होला। यति नै, टाटा बाई बाई। गेट बन्द गरिदियो त भान्जु। घोम्रे डाँडाबाट निस्किसक्यौँ फाइनल्ली। ओए भान्जु, मेरो चार्जर लिएर आऊ त त्यहाँबाट हो। अनि मेरो भान्जाहरूले चाहिँ मलाई के गर्यो भने गाइज, तपाईँहरूलाई थाहा छैन होला, उनीहरूले मात्रै खाजा एक्लै खाइदिइरहेको, मलाई दिएकै छैन कि। ल भेजा हानिदिइरहेको मलाई, माता खराब भन्छ यार। भान्जाहरूले होइन चौचुरी बिस्कुट ल्याएको थियो, उनीहरू एक्लै खाइदिइरहेको छ कि। म टिकटक बनाइरहेको थिएँ, यताउति भिडियो बनाइरहेको थिएँ होइन। उनीहरूको क्या चाँडे कि आज चाहिँ 1 मिनट नै नलाइकन सकाइदिइसकेको छु कि। अब के गर्नु त होइन, भान्जाहरू हो, अब माया लाग्छ, केही छैन। यो चाहिँ हाम्रो ठुलो गेट हो, यहाँ चाहिँ तपाईँहरूले बस यताउति सब बाइक साइक ल्याउन मिल्छ। ल बाई बाई घोम्रे। टाटा टाटा गरिदिउँ त अब म। अब तलको छेल्जुङ देखाउने छु तपाईँहरूलाई, हेर्नु होला। अब हामी चाहिँ यो गेटबाट निस्किसक्यौँ। अब छेल्जुङ देखाउन गइरहेको छौँ। हेर मलाई समायो हात, नछुटोस् हाम्रो दरिलो साथ, भन्नेले बनोस्, देख्नेले देखोस्, तर बालै भएन होइन। यस्तै छ जिन्दगानी, के गर्नु त नि।
सोच्दा पनि दिक्क लाग्छ खासै गाउन त आउँदैन त्यही पनि हल्का फेरि दिनुपर्छ ओहो के भन्छ तपाईँहरूले योलाई हामीले चाहिँ यो तोरण कि के भन्छ यो एकदम शक्ति हुन्छ अरे कि यसमा चाहिँ है यसको चाहिँ अब सही सदुपयोग गर्नुपर्छ यो चाहिँ हाम्रो लामा गुरुहरूले राख्नुहुन्छ कि यसलाई चाहिँ अब यसको चाहिँ सही सदुपयोग गर्नुपर्छ सबैजनाले भनी मलाई लागिरहेको छ के भन्छ अभी म डन यहाँ न यार अभी म डन यहाँ हेर न अभी म डन हजुर माम्स भन न भान्स यार के हो यार भान्स यार तिमी यार अब यस्तो है यस्तो अब सेल्फिन देखाउन गइरहेको छौँ कृपया वेट फर 10 उति गेट खोल त 9 8 7 6 5 4 3 2 1 गो हे साइला तिम्रै मायामा बाडुली लान्छ कि गीत गाउन आउँदैन मलाई त्यही पनि गाइदिन्छु रे ल म त्यहाँ उता अगाडि गएर उpi म फोटो खिचिदिन्छु उता अगाडिबाट के यो त पछाडि हो क्या अगाडिबाट यहीँ बस्दा एक फोटो हानौँ यता उपिउँ न यता हेर त ओके 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 डन यो छेलदुङ चाहिँ हाम्रो पश्चिमको माया आशादु र खडुस गाइजको दाइ दिदीहरूले बनाउनु भएको एकदम राम्रो छ कृपया सबैजना घुम्न आइदिनु होला होइन हाम्रो पस्काउमा यस्तो हेर्नको लागि आइदिनु होला सबैजना बबाल छ जे होस् त्यही हो गाइज अब हामी यहाँबाट निस्किन्छौँ कृपया यस्तै भिडियो हेर्नको लागि चाहिँ मेरो च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अनि हामी अर्को भ्लगमा पक्कै पनि भेट्नेछौँ र अर्को भ्लगको लागि प्रतीक्षा गर्नु होला र यो भ्लग कस्तो लाग्यो सबैले कमेन्टमा बताइदिनु होला अब लास्ट लो गाइज टाटा बाई बाई यो चाहिँ हाम्रो लास्ट ओ यहाँ हेर त लास्ट टाटा बाई बाई